धन्यवाद सम्पूर्णजनलाई नमस्कार। म युवराज राईको तर्फबाट लुङ दुधकोशी गाउँपालिका वडा नम्बर 8 डिग्री सोलुखुम्बु यस श्री दुधकोशी बहुद्देश्य फलफुल नर्सरी तथा उत्पादन फर्ममा आज मिति 2081 साल 5 महिना 27 गते जुन यो हामीले कागती अभियान कार्यक्रमहरू धेरै जुन टिपाइ अभियान चलाइरहेछौँ र यो कागती बोटमा जुन फलेको कागती हो यो कागती चाहिँ अहिले पाक्ने सिजन हो, हजुरहरूले देख्नुहुनेछ। र यो कागती चाहिँ मसँग चाहिँ विगत समयमा मैले रोपेको जम्मा मैले चाहिँ कागती चाहिँ 1200 बोट रोपेको छु। त्यसमध्येमा 700 बोट चाहिँ अहिले फल फलिरहेको छ, हजुरहरूले देख्नुहुनेछ। यो क्षेत्रको बगैँचा मात्र नभएर अन्य क्षेत्रमा जस्तै क्लेतापार भन्ने ठाउँमा पनि कागतीको छुट्टै ब्लक खेती गरेको छु। त्यस क्षेत्रमा पनि कागती प्रशस्त फलेको छ। र यो कागती चाहिँ तपाईँको प्रत्येक केजी चाहिँ अहिले 300 रुपियाँ केजीले बिक्री हुनेछ बोटैमा। तर पनि कति चाहिँ मैले विशेष गरी यो पोलमा यसको चुप बनाएर अर्ग्यानिक चुप बनाएर मैले बेच्ने गरेको छु र दाना दियाबाट नर्सरी व्यवस्थापन गरेको छु भने केही कागतीहरू बिक्री भएर पनि गरेको छु भन्न चाहन्छु। र अझै पनि यो कागती विस्तार गरिरहेको छु, रोपिरहेको छु। यसको नर्सरी उत्पादन गरेको छु। मसँग 4 जति कागती छन्, जस्तै सुन कागती, स्थानीय तहको कागती र मेक्सिकन कागती, विभिन्न जातका कागती, 12 मासे कागतीहरू पनि पाउँछ। मसँग बिरुवा पनि उपलब्ध, हजुरहरूले गर्नु सक्नुहुनेछ। मेरो हजुरहरूले बिरुवा कन्ट्याक्टको लागि मेरो नम्बर हो, सम्पर्क नम्बर 9865 93 0064 मा सम्पर्क गरेर तपाईँहरूले वार्षिक वर्षाको याममा कागतीको बिरुवा उपलब्ध गर्नुहुनेछ। म भन्न चाहन्छु यो कागतीको बोटमा नै तपाईँहरूमाझ भनेको छु भने विभिन्न फलफुल प्रजातिहरू आफ्नो बोटको ठाउँमा नै मैले प्रस्तुत दृश्यसहित म गर्नेछु। हस्त नमस्कार।